हेलो साथीहरू, गुड मर्निङ। अनि सबैजना सन्चै हुनुहुन्छ होला। आज म चाहिँ भिन्डीको तरकारी पकाउँदैछु। दाल त पाकिसकेको छ, झान्नु बाँकी छ। अनि आज भिन्डीको तरकारी, भिन्डी र आलुको तरकारी खाने हो। हेर्नु त म कसरी पकाउँछु। म चाहिँ यसलाई मसिनरी काट्छु। मसिनरी काट्यो भने चाहिँ मजाले भुटिन्छ नि त। मोटो गरेर काट्दाखेरि चाहिँ भुट्न टाइम लाग्छ, त्यही भएर म मसिनरी यसरी काट्छु। आलु काटेर रेडी गरी तरकारी रेडी भयो। अनि अब पकाउँछु। अनि मैले यसमा चाहिँ तेल राखेँ। तेल राखिसकेपछि हामीले घरमा फलेको खुर्सानी हो कि अखबारी खुर्सानी, एकदमै पिरो छ। आधी राखे पनि एकदमै पिरो हुन्छ। अनि म जिरा राख्छु। जिरा राखिसकेपछि चाहिँ आलु राख्छु। आलु राखेर मजाले भुट्छु। भुटिसकेपछि चाहिँ एकछिन मजाले भुट्छु। अनि त्यसपछि भिन्डी राखेर अनि फेरि भिन्डीलाई पनि भुट्छु। मजाले भुटेको चाहिँ एकदम मिठो हुन्छ नि। यता म चाहिँ दाललाई चाहिँ अदुवा लसुनको पेस्ट बनाउँदैछु। अनि म चाहिँ गाजर खाँदै पकाउँदै गरिरहेको छु। अनि मेरो बाबु चाहिँ घुम्न गएको छ, त्यही भएर चाहिँ यसरी भिडियो खिच्न भएको चाहिँ नयाँ पाउँथिनँ। अनि म यता चामल रेडी गरिहाल्छु भनेर चामल रेडी गरिहालेँ। यता तरकारी पाक्दैछ। अनि खुर्सानी, अखबारी खुर्सानी पनि राखेँ। बाबुले खाँदैन कि जस्तो लाग्यो तरकारी चाहिँ। भिन्डी चाहिँ उसले खासै खाँदैन, त्यही भएर चाहिँ खुर्सानी राखेँ। म अरू बेला चाहिँ राख्दिनँ। अनि त्यसपछि चामल रेडी भइसक्यो। अनि नुन राख्छु। हामी चाहिँ सिधै नुन खान्छौँ। अनि बेसार राख्छु। बेसार राखिसकेपछि मजाले चलाउँछु। चलाइसकेपछि अनि म चाहिँ यता अचारको लागि टमाटर रेडी गर्दैछु है। टमाटरको अचार एकदमै मिठो लाग्छ मलाई। हजुरहरूले लाग्छ कि लाग्दैन? भिन्डी, दाल अनि टमाटरको अचार एकदमै मनपर्छ कि मलाई चाहिँ। अनि त्यही भएर मैले जहिले भिन्डी पकाउँदाखेरि चटनी त बनाउँछु टमाटरको, एकदमै मिठो हुन्छ। अनि यता चाहिँ म टमाटर पकाउँदैछु। अनि यता दाल पकाउनको लागि चाहिँ म रेडी गर्दैछु। तरकारी पाकिरहेको छ, मजाले चलाउँदैछु तरकारी। भिन्डी र आलुको तरकारी चाहिँ पाकिसक्यो। अनि त्यसपछि यता चाहिँ म दाल झान्नको लागि चाहिँ रेडी गर्दैछु। दाल झान्नको लागि अब यो तरकारी चाहिँ मेरो भिन्डीको आलुको तरकारी पाकिसक्यो। अनि यता म चटनी पिस्दैछु। चटनी पनि रेडी भइसक्यो। अनि यतापट्टि अब दाल झान्न बाँकी थियो। दाल झान्नको लागि घिउ लिएर दाल झान्दैछु। अनि त्यसपछि जिरा राखेँ। घिउ राखेर जिरा राखिसकेपछि अनि त्यसपछि अदुवा लसुनको पेस्ट राखेर बेसार हल्का राखेर चाहिँ दाल झाने। अनि यसरी नै म पकाउँछु। हजुरहरू कसरी पकाउनुहुन्छ भन्नु है।